गाउँपालिकालाई अध्यक्ष सूर्यबहादुर घरती मगर, मासिम निसीखोला गाउँपालिका वडा नम्बर 6 आओ मगर र गिमी महान चाड माघे सङ्क्रान्तिलाई देश विदेश लेउ सम्पूर्ण नेपाली द्वितीय बाइजा राणा नाना जामिन राणा नामी तर्फप्या निसीखोला गाउँ तर्फप्या बेस बेस बाँचिछ्यो जिमी चाहिँ सुख शान्ति दासको बेस चाहिँ सम्पत्ति कमाछ्यो ये सधैँ आइरहेको दिगो उमेर छ बाँचिद सधैँभरि आइरहेको माघता पर्व मनाउने दासको उद्घाटन समारोहतर्फको समारोहलाई मगरज्यू हुनुहुन्छ। यसै गरी मोडल तथा डान्सर सुनिता गुरुङ हुनुहुन्छ। लोक तथा दोहोरी गायिका सिरितु गुरुङ हुनुहुन्छ। यसै गरी यो सेनाको त्यो बेलाको चाहिँ सेनाहरू जस्तो केही समय अगाडि मनायो भने रोल्पा जिल्ला भनेर भनेपछि हामी आफ्नो कर्मथलो बनाई यो भनेको त्यो बेलाको चाहिँ रोल्पा जिल्ला आफ्नो कर्मथलो बनाई घर रहेको सेनाहरूले गर्दाखेरि मेसी ठुलो बाक्लो कपडा काम्लोको कपडा आफ्नो कर्मथलो बनाउन सफल यसरी बाक्लो चर्चित लोक तथा दोहोरी गायिका घुमसुरी पुन मगरको पनि यहाँहरू बीचमा हामी स्टेज सम्मान कार्यक्रममा सरी गराउनेछौँ। आज उही सेनाहरूको तपाईहरु पनि तयारीका साथ बसिदिनु होला। हामी राजा रानीहरूको अन्त्येष्टि गर्दैछौँ। अनि यो सँगसँगै यहाँ पुतली नाचसँगै अर्को देखिएको छ यो भालु नाच भनिँदो रहेछ। अनि यो सँगै डम्फु बनाएर नाचिने मेरो हातमा भर्खरै मात्र नगद 5000 उपलब्ध गराइदिनु भएको छ। अनि यो यस्तो हो नि सर जस्तै तपाईको मगरहरुको अहिले भन्दाखेरि निसीखोला गाउँपालिका वडा नम्बर 5 का जातिको धार्मिक सांस्कृतिक भएको देश व्यक्तित्व स्थानीय सरकारका अभिभावक आदरणीय व्यक्तित्व जातिको कुरा गर्दै मगरको बुवा तर यहाँ के हो भन्दाखेरि ज्यूले नगदको 5000 सहयोग प्रदान गर्नुभएको छ। यहाँको सम्मानलाई पनि हामी त्यो बेला यहाँको राजाले मूल्याङ्कन र सम्मान गर्न चाहन्छ। उहाँको लागि पनि एकचोटि जोरदार ताली बजाएर सम्मान गरिदिनु अनुमोदन गर्न चाहन्छु। अनि यो पैसा राखिदिनुको लागि तिलाचन युवा क्लबको अर्थको सदस्य ज्ञानमाला खर्ती मगरज्यूले पनि म विनम्र गर्न चाहन्छु। अनि यही संक्रान्तिमा उहाँलाई चाहिँ एकीकरण गर्ने बेलामा मारिएको हुनाले अनि हाम्रो चाहिँ यो सबै त्यो बेला उहाँले छुट दिएका कुराहरू चौक पर्व अनि यो दोम्फु मेला गरेर त्यो बेला नाच्ने चलन थियो गाउने चलन सम्पूर्ण स्वयंसेवक मित्रहरू तपाईहरु हामी तयार छौं नि आइजो तयार छौं त्यो बेला पर्व मनाउने कार्यक्रमलाई आउँछ पछि आदि तुफानमा मरिसकेपछि त्यो पहिला पर्वका चाहिँ यो चिसो मौसममा पनि हामी झल्काउँदै योलाई गरेको सर त्यसकारण अहिले चाहिँ यो हाम्रो आभार सँगसँगै अब कार्यक्रमलाई म औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। मैले बारम्बार उद्घोष गरिसकेको छु यो मध्य पहाडी रोडमा पार्किङ गरेर राखिएका गाडीहरू प्लिज तुरुन्त हटाइदिनु न म अनुरोध गर्न चाहन्छु। यदि तपाईहरुले हटाउनु भएन भने हामी स्वयंसेवक मित्रहरू लगाई हामी प्रहरी मित्रहरू लगाई तपाईको गाडीलाई हामी राजाहरूले धकेलेर भए पनि एक खोज ताला फुराइदिनेछौँ। यो जानकारी गुरुजी महानुभावजीहरूले छिटोभन्दा छिटो सुनिदिनु न म अनुरोध गर्न चाहन्छु। यदि तपाईको गाडी हामी भन्छ त्यसलाई अनि यो माग खाने भनेको त्यहाँ गएर त्यहाँको देउता कसको गाडी भन्ने हामी निर्खेल गरी यहाँलाई उहाँका देवताहरूलाई पहिला राजाले माने आजको नियम बमोजिम हामी कारबाही पनि गर्नेछौँ यो पनि निवेदन गर्न चाहन्छु म। मनाउँदै हामी अब अन्त्येष्टिमा तल मगर खोलाको र चाहिँ यो निसी खोलाको दोबानीर पुगेर यो राजा रानीको मैले कार्यक्रम अगाडि बढाउने निर्णय गरेको थिएँ। हिजै राजाले मानेको देवी देवताहरूले तपाईको निर्देशन अनुसार नै म कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। तपाईको नृत्यलाई अगाडि जोड्ने हो भने त्यसपछि भने हामी आजको सम्बोधन कार्यक्रमतर्फको कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनेछौँ।